आज हक डेको दिनमा आफ्नो माइलोलाई यसरी हक गरेर आफ्नै हातले पकाएको मिठो मिठो खानेकुरा खुवाउँदा त लास्ट खुसी पो लाग्दो रहेछ त। मैले मेरी उनीलाई के खुवाए त भिडियो लास्टसम्म हेर्नु होला, सबै भन्छु। All right guys, all right, welcome back to my mini vlog. I hope सबजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। आजको बिहानी चाहिँ सुरु हुन्छ मेरी मायाले मेरो लागि पकाइदिएको मिठो चिया खाँदै। अनि हजुरहरुले कपमा पनि मेरै फोटो देख्नुभयो होला। यो कप चाहिँ मेरी मायाले मेरो बर्थडेमा गिफ्ट दिएकी थिइन्। बर्थडेको कुरा गर्ने बित्तिकै याद आयो, धेरै जना मान्छेहरुले मलाई मेरो एज सोध्दै हुनुहुन्थ्यो। मेरो एज कति होला त हजुर गेस गरेर कमेन्ट बक्समा कमेन्ट गर्नु। जसको कमेन्ट राइट हुन्छ उसको कमेन्टलाई म पिन गरेर राखिदिने छु। एनीवेज घरको सानोतिनो कामहरु सबै भ्याएर निक्ले म पसलको लागि। पसलमा पुगेर हेरेको त मलाई भाइहरुले वेट गरेर बसिरहेको रहेछ। यो पसल खोलेदेखि मैले धन सम्पत्ति धेरै नकमाए पनि मलाई माया गर्ने भाइहरु चाहिँ टन्नै कमाएको छु। त्यसपछि भाइहरुको पालै पालो सबैजनाको कपाल काटेर भइसकेपछि खाजा खाने बेला पनि भइसकेको रहेछ। र आज चाहिँ मैले खाजामा वाइ वाइ चाउचाउ र केक लिएर आएको थिएँ। अहिले त मैले मेरो मायासँग मनाउँदै गरौँला, तर सबैभन्दा पहिला त भोगडे मनाउनु पर्यो नि। त्यसपछि ह्यापी भोगडे भनेर ग्वाम 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 कि ग्वाम खाएर खाजा पनि सबै सके। खाजा खाएर सकेर 5-7 जनाको काम गरिसकेपछि घर जाने बेला पनि भइसकेको रहेछ। त्यसपछि चाँडो चाँडो पसल बन्द गरेर मम्मीले मेडिकलमा ब्लड चेक गर्न दिनु भएको थियो। त्यहाँ पुगेर सबै रिपोर्टहरु चेक गरेर घर पुगेर एकछिन लाइभ बसिरहेको थिएँ। त्यसपछि ठ्याक्कै मेरो उनी आइहाले। त्यसपछि उनीलाई आउने बित्तिकै ह्यापी हक डे भनेर मज्जाले हक गरेर उनलाई हक डे को विश गर्देको त उनी पनि खुसी भइन्। त्यसपछि आफ्नै हातले पकाएको दाल भात तरकारीलाई प्लेटमा हालेर खानालाई कोठा भित्र ल्याएर आयान्स म र मेरी उनी चट्टा लाएर बसेर ह्यापी हक डे भनेर फर्स्ट बाइट चाहिँ मेरी उनीलाई दिएर कस्तो लाग्यो मैले पकाएको खाना भने त मिठो 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 भनिन्। त्यसपछि मैले पनि ह्यापी भोग डे भनेर ग्वाम 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 कि ग्वाम खाना थाले। र आजको हाम्रो यो हक डे चाहिँ यसरी बितेको थियो। हजुरहरुको हक डे कसरी बित्यो कमेन्ट बक्समा कमेन्ट गरेर भन्नु होला। र आजलाई यति नै, होप गर्छु हजुरहरुलाई भिडियो मन पर्यो होला। यदि भिडियो मन परेमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सनु होला। यदि टिकटकमा हेर्दै हुनुहुन्छ भने सबैजनाले मेरो च्यानललाई फलो गर्न पनि नबिर्सनु होला। यति भन्दै म हजुरहरुलाई अर्को मिनी भ्लगमा भेट्छु। बाइ बाइ।